आरक्षा हजुर आरक्षा एक दोको दाउरा लिएर आउ त जा। दिदी म दाउरा लिएर आउँछु। दिदी दोको नाम्लो कहाँ छ? त्यही भित्र पालीमा हेर न, त्यही भित्र पाली भित्र छ। नाम्लो चाहिँ कहाँ रहेछ? दिदी म गएको। ल ल जाऊ। अरे कहाँ हिँडे कि दोका बोकेर? पर खोलामा दाउरा खोज्न गएको नि आमा। आइज अरे एक गिलास पानी खाएर जा। आमा ए बहिनी त यहीँ रहेछ। बहिनी अनि बहिनी त अघिदेखि बसिरहेकी छ त। अनि अरे ल पानी। यति सानी चाहिँ हेर काम गर्न लागिहाल्छन्। के गर्नु त नि बाबुआमा नि छैनन्, गर्नै पर्यो नि। सानी बस्ने कि जाने हौ? घरमा गएँ म। अरे कहाँ हिँड्ने के डोको बोकेर एक्लै? म त दाउरा खोज्न गएको नि फुपू। एक्लै गएकी? डर लाग्दैन? जा हुन्छ। यतैतिर पाउँछ होला दाउरा, यतैतिर जानु पर्यो। मेरो बाबा मम्मी कहिले आउनुहुन्छ र मस्त काम नगर्नु पर्यो। निको लागि पनि मैले काम गर्नु नै पर्छ, के गर्नु। ए उता परतिर जानु पर्यो। डोको यहीँ राखेर त दाउरा मिल्छ कि? ए यहाँ पो रहेछन् दाउरा। एकछिनमा लान्छु यहाँको दाउरा। यहाँ ढुङ्गा रहेछ, यहाँ ढुङ्गामा एकछिन पो बस्नु पर्यो।
मेरो मम्मी कहाँ हुन्छ? मेरो मम्मी कहिले आउँछ र मेरो मामलाई भेट्नु? बहिनी पनि घरमा छ, एक्लै के गरिराखेको छ? यसरी नै काम गर्छ, यसरी नै दुःख गरेर मेरो बहिनीलाई पाल्छु, स्कुल पढाउँछु, ठुलो मान्छे बनाउँछु मेरो बहिनीलाई। यहाँ पनि दौड्दैछ, यहाँ पनि दौड्छु। अब यति नै लिएर जान्छु। ल ल लु भयो, अब यति नै लिएर जान्छु म। मम्मा बहिनी घर गइसके त बहिनी त। हस् त म पनि गएँ। ल दिदी मैले दाउरा ल्याएँ। ल ल ल ल्यायो भने ती राख न। खै दिदी? खै घरमा त छैन, मास्तिरतिर गयो होला नि खेल्नलाई। ए बहिनी त यहाँ पो रहेछ। के गरेछौ बहिनी? तिमी अघि कतिखेर आएको? अघि आएको, म बसिआएँ। दिदी। हजुर। मलाई भोक लाग्यो। दिदीले केही दिनु भएन तिमीलाई? दिनु भएन। कोखामा मागिदिन्छ, दिदीले जे दिन्छ त्यही खाऊ ल। दिदी। हजुर भन त। मेरो बहिनीलाई भोक लाग्यो अरे, के खानेकुरा दिनु न। केही पनि छैन खानेकुरा त, हिजो ल्याएको पनि खाइहाल्यौ। केही छैन, अब के दिनु म तिमीहरूलाई? नान खाने अब? आरक्षा तिमीलाई चाहिँ भोक लागेको छैन? होइन दिदी, मलाई भोक लागेको बहिनीलाई दिए पनि हुन्छ, म आउँछु। साग खान्छौ? दिदी म
देऊ दिदी म एउटा खान्छु ल सानो छ मेरो खोइ